कसको दिदीको कसरी भन्छ बर्थडे कसरी विश गर्छौ ह्यापी टु यु एउटा त जस्ट देखे छ त सोल्दिनी भन्दा कसो राम्रो देखे हेर्दै वेलकम हेलो एभ्रिवान नमस्ते झोरले एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। आज हो फागुन 21 गते र आज पनि फेरि यही घरमै ठुलो भान्जीको बर्थडे छ र अहिले त म घरमा एक्लै छु, सबैजना बाहिर गएका छन्। अब फुपू र पुसाई जबमा जानुभयो, साना फुपू पनि जबमा, डल्लु स्कुल, भान्जा भान्जी चाहिँ नि बाहिर सपिङ गर्न गएका छन्। अनि चक्लेट चाहिँ मैले बिहानै पाटेँ, अब म उठेको पनि थिएन, सुतिरहेको थिएँ, बर्थडे पनि विश गरिहालेँ। अब यिनीहरूलाई भन्दा पनि अब स्पेसल्ली भान्जीलाई चाहिँ नि कस्तो हुन्छ भन्दाखेरि सोसियल मिडियामा आउन अलिकति गाह्रो लाग्छ, सो मैले चाहिँ त्यसरी फोर्स पनि गर्दैन अगाडि ल्याउन, सो द्याट्स फाइन। र आज चाहिँ हल्का घरमा केही चिजहरू बनाएर खाने पनि प्रोग्राम छ हैन। त्यसको लागि चाहिँ नि हाम्रो घरमा के छ त सामान हेरौँ है त सबै। आज चटपट खाने होला, त्यसको लागि वाइ एक प्याकेट रहेछ। अनि पिरो चौचो बनाएर खाने होला, त्यसको लागि चाहिँ 2 PM रहेछ। लेट्स सी साँझतिर हुन्छ होला सायद यो बनाउने सनाउने कार्यक्रम चाहिँ नि हैन। त्यति बेलासम्म हेरौँ, अब दिनभरि त सुतेर बस्ने, अहिले चाहिँ म फ्री छु अहिलेलाई चाहिँ नि। लेट्स सी के हुन्छ। मैले मेरो चक्लेट चाहिँ नि यहाँ रेफ्रिजरेटरमा राखेको छु क्या। अब यो त कसको थाहा भएन मलाई, यो एउटा रहेछ, मेरो चाहिँ नि यहाँ छ, मैले यहाँ राखेको छु। हिजो मात्रै त्यत्रो चक्लेट खाएको छु, आज यतिकै खानुहुन्न है। वी माइट ह्याभ दिस एग विथ स्पाइसी नुडल। हिजो पोर्क मासुको पार्टी भयो, आज अलिक डिफ्रेन्ट टाइप नुडल चटपट एग। अब एक्ज्याक्टली मलाई थाहा छैन के भन्छ, बट लेट्स सी के हुन्छ। आई विल सो एभ्रिथिङ। अहिलेलाई चाहिँ नि साँझतिर फुटबल खेल्न गएको थिएँ, सधैँ चाहिँ आज पनि ढिलो आयो र बिहान आज मैले के बन्छ होला भनेको थिएँ। सबै चिज बनेर पनि सबैजना खाना बसिसके, त्यसपछि म पनि छिटो छिटो फ्रेस भएर आएँ खानालाई। फ्राइड एग नुडल स्पाइसी नुडल चटपट, सबै चिज स्पाइसी बनेको थियो। चटपट त ठिकै लाग्छ, तर नुडल चाहिँ मलाई खासै मजा लाग्दैन। तर आजको डिनरको लागि चाहिँ यिनीहरू नै हेर्थ्यो, मैले खाएँ जति खान सक्थेँ त्यति। हाई भन्नु कसको बर्थडे राजा? दिदीको के गो अहिले खाने हस् के रुमाल यति सबै खाना भएपछि चाहिँ now it's time to cut the cake. Happy birthday to you. Happy birthday to Tori Lucy. Happy birthday to you. Nah. बाला भयो? ताली बजाऊ. के हो यो कसले दिएको? मलाई देऊ नि, यति देऊ न मलाई देऊ त। ना यो त त्यति त खानु अलि धेरै चाहियो। नो आई निड दिस वान, आई निड मोर, अझै धेरै चाहियो मलाई।
केक केक भनेको हो नि एकछिन अन्डा आयो होइन यो मलाई हो जोले खायो भने ओके आँखावाला लो ह्यापी बर्थडे भान्जीको बर्थडे पार्टी पनि मनाइयो अनि केक पनि खाइयो। अब बाँकी थियो त भाडा घस्काउने। खानेकुराहरू बनाउँदाखेरि म थिँदै थिएन, फुटबल खेल्न गएको थिएँ। अब बाँकी थियो त भाडा चम्काउने काम मात्र। मलाई इजिएस्ट काम भनेको भाडा धोनी हो जस्तो लाग्छ। थबक्क बस्यो, साबुन लगायो, पखाल्यो, भयो। आजको भिडियो चाहिँ यही म अन्त्य गर्न चाहन्छु र मलाई लाग्छ आजको भिडियो अलिकति छोटो भयो हिजो अस्तिको भन्दा। हिजो अस्ति अलिक मैले 10 मिनेटको जतिको हालेको थिएँ अनि त्यो चटपट र 2 PM पकाउँदा भएको भातमा अलिक भिडियो पनि लामो बन्थ्यो, तर त्यो बेला चाहिँ फुटबल खेल्न गएको थिएँ, त्यही भएर भिडियो बनाउन पनि पाएन। र आशा छ तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भने त अब थाहै नै छ के गर्नुपर्छ होइन। लाइक, सब्सक्राइब, सेयर अनि नोटिफिकेसन पनि अन गरेर राख्नु। मेरो भिडियो जब अपलोड हुन्छ त्यो बेला थाहा भइहाल्छ। र यति भन्दै म बिदा हुन चाहन्छु। See you soon and subscribe for more. Bye bye.